हेलो साथीहरू, हजुरहरू सबैलाई नमस्ते। आज साथीहरू म चाहिँ बर्थडेमा गएको छु अनि मलाई सन्चै पनि छैन साथीहरू। अनि गलामा एकदमै बोल्नै नमिल्ने भइसकेको छ हैन। अनि पुच्चीको बर्थडेमा चाहिँ त्यो चलाउँदा चाहिँ डोर्यो के अनि बच्चाहरूको खुसीमै अलग हुन्छ। बच्चाहरूको खुसीमा सबैले ठुलो कुरो साथीहरू। यो सबैजनाले टिका लगाउनु केक काट्ने कार्यक्रम सुरु भयो। त्यसपछि उनीहरूको बाबा मम्मी सबैले टिका लगाउनु भयो अनि साथीहरू अनि लालुको बाबाले चाहिँ टिका लगाउँदै हुनुहुन्छ। सबैजनाहरू आउनुभएको थियो, एकदमै रमाइलो भयो। त्यसपछि चाहिँ हाम्रो राजा साहबको टिका लगाउनु पायो है। कति राम्रो टिका लगाउँदैछ हेर्नुहोस् त, सानो नानी पनि एकदमै राम्रो भयो। खुसी छ नानी जस। त्यसपछि चाहिँ हाम्रो राजा साहबको टिका लगाएर खतम भयो हैन। त्यसपछि चाहिँ अब टिका लगाउनु भने चाहिँ मेरो पालो आयो। अनि मैले टिका लगाएँ, मैले टिका लगाउनु छु हैन। हेर्नुहोस् है, कति राम्ररी लगाइदिन्छ नि पुच्चीले मलाई नि टिका। हेर्नुहोस् त कस्तो राम्रो ज्ञानी मान्छे हैन। सानो छ कि हुन्छ, एकदमै बोल्दै मिलिरहेको छैन हैन। मलाई चाहिँ पहिलादेखि नै सोच्दै थिएन, अनि बर्थडेमा गएर चाहिँ जानु थपियो क्या। सबैजनाले माया गरिदिनु होला। सानो बाबुलाई ह्याप्पी बर्थडे भनेर सबैजनाले माया गरिदिनु होला। कमेन्टमा ह्याप्पी बर्थडे नानी भनिदिनु होला सबैजनाले। अनि मैले टिका लगाएर सघाएँ साथीहरू। सबैजनाले नानी पुच्चीलाई उहाँको फुपू हुनुहुन्छ, फुपूले चाहिँ हेर्दै हुनुहुन्छ। पुच्चीलाई चाहिँ माया गरिदिनु।